पथरी शनिश्चरी नगरपालिकाको प्रशासनिक भवन निर्माणको विषयमा यहाँहरूले चासो देखाउनुभयो, धन्यवाद छ तपाईँहरूलाई। यसको कुल लागत चाहिँ 20 करोड 3 लाख हो। हाम्रो ठेक्का सम्झौता चाहिँ 11 करोड 8 लाखमा भएको छ। 11 करोड 8 लाखमा भएको छ। यसमा यो आर्थिक वर्षमा 4 करोड छुटिएको छ। अघिल्लो आर्थिक वर्षमा 1 करोड 36 लाख लगभग खर्च भएको छ। गर्दाखेरि स्रोत अलिकति यसपालि अलिक द्रुत गतिमा काम भइरहेको हुनाले अब अलिकति स्रोतहरू पनि जुटाउनु पर्ने नै हुनसक्छ। त्यो विषयमा नगरपालिका एकदमै चासो राखेको छ। अहिले अब यही हप्ताभित्रमा सायदै तेस्रो तलाको ढलान पनि हुँदैछ। तपाईँहरूले कसरी यो द्रुत गतिमा यो काम भयो भन्ने विषयमा तपाईँहरूले जुन चासो राख्नु भएको छ, यो त हाम्रो निर्माण व्यवसाय पनि राम्रो परेको हो र हामीले पनि यसमा उहाँहरूलाई सकेसम्म हदैसम्मको सहजीकरण गरिरहेछौँ, समन्वय गरिरहेछौँ। यसले गर्दाखेरि पनि काम भइरहेछ। यसलाई नियमित रूपमा अनुगमन गरिरहेछौँ हामीले। यो हाम्रो प्रशासनिक भवन चाहिँ एउटा चाहिँ यहाँको एउटा सबैले चासो राखेको विषय भएको हुनाले पनि सबै अन्य नागरिकहरूले पनि त्यति नै चाहिँ यसको निगरानी गरिरहेछ। म त प्राय दिनैपछि नै त्यहाँ जाने गर्छु। सम्पन्न गर्ने अवधि चाहिँ तपाईँको 83 चैत्र मसान्त हो हामीले दिएको म्याद। तर निर्माण व्यवसायीले चाहिँ यसै पटक यही आर्थिक वर्षमा सकाउँछु, स्रोतको व्यवस्था गर्नुहोस् भनेर हामीलाई चाहिँ पत्रै दिएको छ। त्यो हुनाले हामी पनि अलिक तातिएरै लागेका छौँ। यो नगर अस्पतालको विषयमा चाहिँ यो कहिलेसम्म ओपनिङ हुन्छ? यो राजनैतिक विषय मलाई थाहा भएन, तर हामीले सकाइदिउँ। नगर अस्पताल प्राविधिक रूपमा सकिएको छ। हामी यो आउने पर्सिको बैठकमा कार्यपालिका बैठकले हामी चाहिँ फर्कारको निम्ति यो सकियो भनेर चाहिँ उनलाई हामी फर्काउँछौँ। सञ्चालन चाहिँ कहिलेदेखि हुन्छ? त्यो थाहा भएन मलाई। त्यसको काम चाहिँ सबै सकिएको? काम सकियो। नमस्ते, म अङ्कुर गौतम, अर्थ डिजाइन एन्ड डेभलपर्स प्रालीबाट। यो फर्म चाहिँ हेटौँडाको हो। यो अहिले हामीले काम सुचारू गरिरहेको चाहिँ जेठ 5 गते शिलान्यास गरेर जेठ 14 गतिबाट काम हामीले स्टार्ट गऱ्यौँ र अहिलेको चाहिँ हामी करिब तेस्रो ढलानको स्टार्टको फेरिमा हामी छौँ र यो सम्पन्न गर्नुपर्ने चाहिँ हामीले 2083 साल जेठमा गर्नुपर्ने भएको हुनाले चाहिँ, तर हाम्रो टार्गेट चाहिँ सकेसम्म चाहिँ आउने अवसरमा ह्यान्डओभर गर्ने हामी टार्गेटमा लागिरहेको छौँ। अब हेरौँ सम्पूर्ण साथीहरू सबैको साथ र सहयोगले चाहिँ अगाडि बढ्छ। अब आर्थिक हिसाबले चाहिँ हाम्रो करिब 40% जति चाहिँ हामीले काम गरिसकेका छौँ। आर्थिक बिलको प्रोजेक्ट हिसाबले चाहिँ अब अहिले गर्दाखेरि अब बाँकी रहेको 60% चाहिँ अब बाँकी छ। भर्खर हामी यो द्रुत गतिमा चाहिँ मेन कुरा अफिसको नि सहयोग र काम गर्ने कन्ट्र्याक्टरको नि चाहना हुनु पर्यो र त्यही अनुसारले मेन पावरहरू पनि सहजीकरण भयो भने चाहिँ काम टाइममा गर्न सकिन्छ। यो मेन कुरा चाहिँ पहिलो नम्बर भनेको अफिसले नै चाहनु पर्ने रहेछ यसमा।